ओहो बढ़िया बढ़िया CR7 को नामले परिचित खेलाडी निर्पसाउट पहिलो प्रहार गर्ने तत्पर गर्दैछन् यहाँनिर रोक्ने प्रयासमा बुधराज भण्डारी भएको छ यहाँनिर निर्पसाउटको बल दिदिनु होला कृपया निर्पसाउटले पहिलो गोल गरेका छन् गौरियाको तर्फबाट अनिल चौधरी कोटागढीको तर्फबाट अनिल चौधरी बल प्रहार गर्नेछन् यहाँनिर गोलरक्षक दीर्घ साउन्ड गोल गरेका छन् अनिल चौधरीले धर्म साउन्ड पौडियाका तर्फबाट धर्म साउन्ड प्रहार गर्दैछ रोकेका छन् बुधराज भण्डारीले पौडियाको 2-1 राम्रो बचाउ गरे बुधराजले यहाँनिर धर्म साउन्डको बललाई राजेश कुमार यहाँनिर बल प्रहार गर्ने तत्पर गर्दैछन् कोटागढीका तर्फबाट गोल गरेका छन् कोटागढीले 2-2 गोल गरेको छ भने पौडियाको 2-1 गोल गरेको छ यहाँनिर पुनः बल प्रहार गर्ने पालो आएको छ पौडियाको शिव साउन्ड बल प्रहार गर्नेछन् यहाँनिर यहाँनिर रोकेको छ 3 प्रहार गर्दा 1 गोल बनेको छ पौडियाको अब तेस्रो कोटागढीको गोल हुन्छ आउँदैन विष्णु कठरिया भूमिका छन् उनी पुराना अनुभवी खेलाडी हुन् 3-1 3-2 अब पौडियाले प्रहार गर्नेछ सम्भवतः पारस परियारले प्रहार गर्ने छन् उनी पारस परियार कृपया बल प्रहारका लागि आइदिनु होला पारस परियार 3-1 3-2 विकास मल्ल आएका छन् बल प्रहार गर्नका निमित्त विकास मल्ल पौडियाका तर्फबाट सजिलो गोल गरेका छन् विकास मल्लले पौडियाका 4 जना खेलाडीले बल प्रहार गर्दा 2 गोल बनेको छ हैन म लास्ट आन्छु कोटागढीका लागि 3 जनाले प्रहार गर्दा 2 गोल बनेको छ यतिखेर गोल रक्षक बुधराज भण्डारी आफै गएका छन् बल प्रहार गर्नका लागि बुधराज भण्डारी बल प्रहार गर्दै सजिलो गोल गरेका छन् बुधराज भण्डारीले सम्भवतः दुई पायो थियो बलमा पनि 4-2 कोटागढीका लागि गोल रोक्नुपर्नेछ दुर्गा साउन्ड प्रहार गर्दैछन्
Amazing.